आगामी चुनावमा यदि ओली प्रचण्ड देउबा र उनीहरूका पार्टीका उम्मेदवारलाई यदि हामी नेपाली जनताले भोट दिनुपर्छ भने प्रत्येक भोटको 18,25,000 रुपियाँ माग्ने हो। यदि त्यही अनुसार उनीहरूले पैसा दिए भने भोट दिने, होइन भने हामीले भोट परिवर्तन गर्नुपर्छ। उहाँहरूले चुनाव जितेर सत्तामा जानुभयो भने त उहाँहरूको काम भनेको त देश र जनता लुट्ने मात्रै हो। हामी जनताको लागि त उहाँहरूले केही गर्दै गर्नुहुन्न। अब 5 वर्ष हामी नेपालीले त खानु पर्यो नि। दिनको 1,000ले 1825 दिन हुन्छ, किनभने उहाँले चुनाव जितेपछि फेरि कर बढाइहाल्नुहुन्छ। व्यापारीसँग उहाँहरूले पैसा लिएको हुन्छ, फेरि व्यापारीलाई चाहिँ कर बढाएर उहाँहरूलाई खुसी बनाउनु पर्यो, फेरि त्यहाँबाट कमिसन खानु पर्यो। उहाँहरूसँग प्रत्येक भोटको 18,25,000 का दरले किन्ने हैसियत पनि छ, किनभने उहाँले 30-35 वर्षसम्म यो देश र जनता लुटेर अकुत खरबौं पैसा जम्मा गरिसक्नु भएको छ। त्यसैले उहाँहरूलाई यदि भोट हाल्नुपर्छ भने प्रत्येक भोटको 18,25,000 का दरले हामी नेपालीले लिउँ अनि उहाँलाई अवश्य भोट दिउँ, 100% दिउँ, आँखा चिम्लेर दिउँ। यदि उहाँहरूले एक भोटको 18,25,000 दिँदैनन् भने यसपालि सम्पूर्ण नेपालीले भोट परिवर्तन गर्नु जरुरी छ। त्यसैले सम्पूर्ण नेपालीले एक भोटको 18,25,000 लिउँ, ओली प्रचण्ड र देउबाको पार्टीलाई भोट दिउँ, होइन भने भोट दिने बेलामा पार्टी र नेता फेरौँ। जहाँ जहाँ उहाँहरू 3 जना र उहाँहरूका पार्टीका नेताहरू भोट माग्न आउँछन् 18,25,000 मागेरै छोड्नु होला। 18,25,000 दिए भोट दिन्छौँ, नत्र दिन्नम भनेर नेपाली जनताले खुल्लाम खुल्ला भनिदिनु होला।